रिभ्यू हेर्न आउनुभएको छ एन्जिला मुभीको। म तपाईँहरूको टाइम धेरै वेस्ट गर्न चाहदिनँ। एन्जिला मुभी लागेछ, टिकट काट्नुहोस्, गएर मुभी हेरिहाल्नुहोस्। एन्जिला मुभी एउटा धेरै 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 राम्रो मुभी हो। जो झन् फ्यामिलीलाई लिएर जानुहोस्, घरमा बच्चा बुच्चीहरू छन् या बुवा आमा छन्, सबैलाई लिएर जानुहोस् है। धेरै कुरा सिक्न मिल्छ। यो मुभी एन्जिलाले आफ्नो प्यासनलाई फलो गर्नलाई, आफ्नो गोललाई फलो गर्नलाई इन्स्पायर गर्छ, मोटिभेट गर्छ। चाहे लाइफमा जतिसुकै प्रब्लम आओस्, म अगाडि बढिरहन्छु। दुनियाँले जेसुकै भन्नुहोस्, म आफ्नो लक्ष्यतिर अगाडि बढिरहन्छु। द्याट इज एन्जिला तोम्बापो सुब्बा। मतलब वाट अ इन्स्पायरिङ जर्नी अफ एन्जिला है। सेकेन्ड हाफमा त मेरो आँखाबाट आँसु रुक्ने नामै लिइरहेको थिएन। मतलब केही मिनटमा मेरो आँखाबाट आफै आँसु झरिरहेको थियो। द्याट इज पावर अफ सेकेन्ड हाफ। भेरी भेरी इमोसनल। फर्स्ट हाफमा चाहिँ एन्जिलाको फ्यामिली ब्याकग्राउन्ड, चाइल्डहुड, स्पेसली फ्यामिलीमा जति पनि प्रब्लम्स थियो त्यो हेर्न मिल्छ। र सेकेन्ड हाफमा एन्जिलाको स्ट्रगल हेर्न मिल्छ। फुटबलर बन्नुसम्मको जुन जर्नी छ त्यो हेर्न मिल्छ। डाइरेक्टर मिलन चाम्सले एकदम हृदयदेखि नै यो मुभी एन्जिला बनाएका छन् है। लाइक ह्युज रेस्पेक्ट टु मिलन चाम्स है। एकदम राम्रो डिरेक्सन गरेका छन्। एन्जिला, दयाङ राई, माउत्से गुरुङ, सृजना सुब्बा, विजय बराल, वाट अ पर्फर्मेन्स। इभन अरू पनि एक्टर्स क्या पर्फर्मेन्स दिएका छन्। एक्टिङ यस्तो गरिदिनुहोस् कि लागोस् कि यही रियल हो। फिल भइरहेको थियो कि बाँचिरहेछन् यो क्यारेक्टर्सहरूलाई। मुभीले तपाईँलाई अलिकति पनि बोर हुनु दिँदैन, मजाले बाँधेर राख्छ। फर्स्ट हाफमा कमेडी जति पनि ठाउँमा आउँछन् एकदमै राम्रो छन्। मुभीमा भएको बिजिएमदेखि लिएर गीतहरू सबै राम्रा छन् है। अरू के भनौँ यो मुभी एन्जिलाको बारेमा, गएर हेरिहाल्नुहोस् है। एकदम बबाल तरिकाले मोटिभेट गर्छ, इन्स्पायर गर्छ। त्यो लाइफको स्ट्रगल जर्नीबाट हामीलाई धेरै कुरा सिक्न मिल्छ। यस, र मेरो तर्फबाट चाहिँ फुल सजेसन छ। यस, यो कुरा पनि भन्न चाहन्छु कि एन्जिला मुभी इज वान अफ माई फेभरेट नेपाली मुभी। र तपाईँ भन्नुहोस् यदि तपाईँलाई एन्जिला मुभी हेरिसक्नु भएको छ भने कस्तो लागेको छ, आफ्नो प्रतिक्रिया कमेन्ट सेक्सनमा लेखिदिनु ला। र अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जय नेपाल। र हेर्दै गर्नुहोस् दाडी टक्स।